हो। मेरो घर बारेकोट जाजरकोटदेखि पर्छ। मेरो बस्ने ठेगाना 2 नम्बर वडा हो, रोका गाउँ हो। यहीँ मेरा बाबुहरू यिनै दुईटा छन् बाबु। यो बाबु 3 वर्षको भयो अनि यो बाबु भर्खर 16 महिनाको भयो। यो बाबुलाई बाबा भन्ने थाहा छैन। फेरि यो छोरालाई बाबा भन्ने थाहा छ। बाबा गएको अनि यो बाबु 2 वर्षको भर्खर भएको थियो अनि यो बाबु पेटमै थियो। बाबा गएको घरबाट 7 महिनापछि मेरो यो छोरा जन्मियो। हजुरहरूले सक्दो सहयोग केही गरिदिनु होला। मेरो बुढा गाउँको इमानदार मान्छे हो। त्यति मान्छे चलाकी पनि हुनु थिएन। त्यति मेरो बुढालाई के गर्ने, दलालीले गर्दा मेरो बुढालाई फसाइदिएको। अब एउटा पाकिस्तान भन्ने मान्छे थियो गरे अनि दलालीहरू म धेरैजना हुनुहुन्थ्यो गरे, 8-9 जना, धेरै सङ्ख्या थियो गरे। त्यहाँ मेरो बुढाको साथीहरू उहाँले फसाइदिनु भयो। एउटा पाकिस्तान भन्ने हुनुहुन्थ्यो गरे मेरो बुढाको साथी। उहाँले भन्नुभएको छ भाइ म एउटा पासपोर्ट बनाउँछु जान लागि। हामी अब पासपोर्ट नभए त घर आउनु मिल्दैन थियो। विदेशबाट कहाँबाट आउनु मिल्नु र। त्यहाँबाट भाइ अनि म एउटा पासपोर्ट बनाउँछु भनेर भन्नुभएको थियो। बुढाले भन्नुभयो हुन्छ दाइ बनाइदिनु पर्यो, मेरो हातमा त केही छैन, म त घर जान्छु अनि नै भनिकन भन्न लाग्नु भएको थियो। त्यहाँबाट त्यहाँबाट एउटा त्यो नक्कली पासपोर्ट बनाएको अनि त्यहाँबाट लोङ भने त्यो मलाई अब खासै थाहा छैन है। अब एउटा लोङ भने तान्न मिल्छ गरे, लोङ तान्न मिल्छ गरे, त्यो तानेर अनि भागेको। अब के गर्ने, अब घरको हालत यस्तै रहेछ। के गर्ने, बुढा सम्पर्क पनि आउनुहुन्न। 5-6 महिनाको, 8-9 महिनाको, 12-13 महिनाको अनि त्यस्तै सम्पर्कमा आउनुहुन्छ अनि 6-7 महिनाको फोन गर्नुहुन्छ अनि एकैचोटि सम्पर्कमा पनि हुनु नै। ए भगवान् मेरो बुढा कहाँ जानुभयो होला। हजुरहरूले केही सक्दो प्रयास गरिदिनु होला। यो भिडियोहरू सबैजनाले हेरिदिनु होला र केही सक्दो सहयोग गरिदिनु होला सबैजनाले है।